हेलो गाइज नमस्ते स्वागत छ हाम्रो युट्युब च्यानलमा न्यू भ्लग फेरि पनि आइसकेका छौँ दक्षिण अनुसार अहिले चाहिँ म कहाँ हिँड्न जाँदैछु यताउति भोलि मम्मीको बर्थडे यताउति किनमेल गर्न हिँडेको छु गाइजहरू अब हाम्रो प्लान के हुनेछ त अब अलिकति पछि थाहा हुन्छ अहिले चाहिँ केही थाहा छैन अनि जे जस्तो हुन्छ सायदै रमाइलो हुनेवाला छ अनि यो कुरा चाहिँ मैले डिलिट गरेर राखेको हुन्छु अनि गुगल फोटोजबाट चाहिँ तान्छु गाइजहरू किनभने आजको भ्लग चाहिँ मैले यहाँ राख्ने भने मम्मीले हेर्नु भने भोलि सरप्राइज नहुन सक्नुहुन्छ अनि त्यही भएर अहिले देख्नु म रेडी पार्छु गाइजहरू भगतनगर सुकाइसकेँ अब चाहिँ अलिकति के सल्लाह भयो अब चाहिँ म केक अर्डर गर्न जान्छु ल गाइज केक अर्डर भयो अब म फोटो बनाउन जान्छु हेलो एभ्रिवान चाहिँ हामी मम्मीको बर्थडे ह्याप्पी बर्थडे आज असोज 8 गते होइन यहीँ सबैजनाले हामी मम्मीलाई ह्याप्पी बर्थडे कमेन्ट गरिदिनु होला होइन अन्त यो भ्लग पोस्ट गर्दा कहिले हुन्छ त्यो थाहा होइन अनि अहिले चाहिँ रातिको लगभग 11:59 भयो अब म चाहिँ मम्मीलाई बर्थडे विस गर्न जान्छु अनि गएर अहिले चाहिँ मम्मी सुतिरहनु भयो धेरै चर्को स्वरमा बोल्न नि हुन्न अनि मैले मम्मीलाई विस गर्न जान्छु ह्याप्पी बर्थडे भन्दै यो टाइम लिएर यो चाहिँ मैले हिजो नि भ्लगमा भनिसकेको थिएँ मम्मीलाई थाहा छैन मैले आएर लुकाइसकेको थिएँ अनि मम्मी आउँदाखेरि अनि अहिले चाहिँ अब म मम्मीलाई बर्थडे विस गर्न जान्छु अहिले चाहिँ ठ्याक्कै 12 बजेको म गएँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु लाउनु फ्रेम थ्याङ्क यू छोरी यस्तो निदा राति 12 बजे कसले उठाइदियो तिमीलाई म त आत्ति खलाएर उठेको एक्कासी धेरै धेरै धन्यवाद छोरो निद्रा लागेको यस्तो राति 12 बजे उठेरै धेरै धन्यवाद ह्याप्पी बर्थडे धेरै धेरै थ्याङ्क यू ल गड ब्लेस यु स्टे हेल्दी स्टे ह्याप्पी के हुन्छ नि त नि इच्छा जति सब पुरा भयो हजुरका पनि भयो धेरै धेरै धन्यवाद यो त कति राम्रो आहा यसले झुट बोलिदियो नि प्रिन्ट बिग्रेछ अरे मम्मी भनेर झुट बोलिखेन आज हेर त ल्याएर कहाँ राखेको थिएँ म त देखेकै थिइनँ मेरो पल्लोको ठाउँ राति 12 बजे भिडियो खिचेछ हेलो गाइजहरू म त निद्रामा थिएँ कस्तै धेरै धेरै धन्यवाद थ्याङ्क यू लाउँछु त निद्रा ला गाइज अब पनि राहत त कहाँ झुन्डाइदिएँ मैले नि ल उता ल रह गाइज अब यो फ्रेम लिएर चाहिँ अब म झुन्डाउन जान्छु गाइजहरू अनि मम्मीलाई सानो सरप्राइज पनि दिएँ हेर्दै गर्नु होला गाइजहरू चाहिँ हामी मम्मीको बर्थडे सबैजनाले ह्याप्पी बर्थडे भनिदिनु होला ह्याप्पी बर्थडे मम्मी थ्याङ्क यू अनि आज चाहिँ बर्थडेको उपलक्ष्यमा हामी कहाँ जाँदैछौँ हामी मन्दिर दुर्गा भगवतीको मन्दिर जाँदैछौँ हेर्दै गर्नु होला हेलो गाइज हामी चाहिँ हिँडिरहेका छौँ गाइज हामीहरू भगवतीको मन्दिर जाँदैछौँ बाटोमा छौँ उहाँ गएर पूजा गरेको भिडियो त खिच्न मिल्दैन होला के हुन्छ हाम्रो चाहिँ गाइजहरू भगवतीको मन्दिर चाहिँ नजिकै छ अनि हामी चाहिँ भगवतीको मन्दिर हिँडिरहेको भगवतीको मन्दिर 9 रुपियाँ भव्य रमाइलो रहेको छ गाइजहरू भजन कीर्तनहरू हुन्छ
गाइज हामी चाहिँ फर्किसक्यौँ मन्दिरमा पूजा गरेर अनि अब दिनभरिको के गर्छौँ हेर्दै जानु होला। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू। हेलो गाइज, अहिलेसम्म चाहिँ मैले चाहिँ केक चाहिँ हो यहाँनिर यो मेडल भएको ठाउँमा चाहिँ केक र डेकोरेसन गर्ने भन्ने सोचेको थिएँ होइन। अहिले आएर फेरि मलाई के भयो भने ठ्याक्क यो ढोकाबाट सिधा ठ्याक्क यहाँ डेकोरेट गर्ने भने चाहिँ अझै राम्रो हुन्छ, अझै बेटर हुन्छ जस्तो लाग्यो होइन। दालको लागि डेकोरेसन चाहिँ यति नै गरेँ। अब झिलिमिलीहरू यताउति चाहिँ ल्याउने बाँकी छ। अहिले चाहिँ ठ्याक्कै 1 बजेको छ। अब चाहिँ म प्रगतनगर चोक गएर केक हिजो अर्डर गरेको छु त्यो लिएर आएर यहाँ चाहिँ रेडी पार्छु, हेर्दै गर्नु होला। गाइज अब चाहिँ म हिँडेको पसलमा अनि त्यहाँ अरू पनि सामानहरू के किन्नु पर्छ अनि त्यो पनि किन्छु, हेर्दै गर्नु होला। गाइज मम्मी चाहिँ जानै मान्नु भएको थिएन यो घाम छ भनेर, अनि मैले चाहिँ जबरजस्ती बिजुलीको बिल बुझाउनको लागि पठाएँ होइन। अनि त्यही मौका पारेर मैले डेकोरेसन पनि गरिसकेँ, अलिअलि बेलुनहरू अनि केक लिन नै आएको छु गाइजहरू प्रगतिनगर। मम्मीले दलदले पठाएँ। अब प्रगतिनगरबाट डेकोरेसनको सामानहरू पनि लिएर जानु हो अनि केक पनि लिएर जानु हो। अब गएर चाहिँ मैले फुल डेकोरेसन गर्छु गाइजहरू, हजुरहरूलाई देखाउने नै छु मैले के किन्छु अनि कस्तो डेकोरेसन गर्छु, हेर्दै गर्नु होला। यहाँ चाहिँ अङ्कलले ह्याप्पी बर्थडे मामु अनि असोज 8 लेख्दै हुनुहुन्छ। कस्तो लाग्यो गाइज केक? मैले चाहिँ केक लिएर आइसकेँ, अब केक लिएर हिँड्ने हो गाइज। म चाहिँ सामान लिएर हिँडेँ गर। गाइज यस्तो पसिना लियो तर केही छैन। मम्मी चाहिँ आइसक्नु भयो अनि चाहिँ म चाहिँ घाँस पाल्दै थिएँ, हेर्दै गर्नुलाई के गर्छु। अल्छामा पऱ्यो, अब के गर्ने भयो। Happy birthday to you, happy birthday, happy birthday to you. कस्तो लाग्यो सरप्राइज? धेरै यत्रो के किन र? यो के खाइन्छ? बरु बोलाउनु हुन्थ्यो नि कसैलाई, ड्युटीमा मात्रै बोलाउनु न भइहाल्यो नि। अब कस्तो लाग्यो सरप्राइज? कतिको सरप्राइज हुनुभयो? म त धेरै यस्तो आइछ नि सर। त्यही भएर भित्रवालाको झन् हजुर ढोका आदि लाएर ढोका अब घर बाहिरबाट देखिहाल्यो भने त सरप्राइज हुनु भएन के? मोल त्यारा के ज्याम छु म कति आत्तेको थर्रै कामै अझै गुट्टा बाजा केक राखेर ह्यापी बर्थडे बनाएर फेरि म त कति
खर्च भएको जति पैसा त बिहाको भइसक्यो गाइज हामी चाहिँ खाना खान लाग्यो गाइज अब भने हामी चाहिँ खानासाना सबै खाएर एकदम अब राति कहिले कति बज्यो 9:30 बजिसकेको रहेछ गाइजहरू 41 मेरो बर्थडे 42 वर्षमा आज छोरीले बर्थडे यस्तो सरप्राइजसँग मनाइदिन् एकदमै खुसीको सीमा रहेन यस्तै माया सपोर्ट सधैँ गरिराख्छिन् हाम्रो छोरीले सबबाट हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद सबैजनाले ह्यापी बर्थडे कमेन्ट गरिदिनु है ल हजुरको पनि माया सपोर्टको खाँचो छ थ्याङ्क्स फर वाचिङ बाइ बाइ लभ यु